तिमीले बाइक घचेटेको देखेर त राम्रै भ्यूज आयो त। भ्यूज त आयो तर तिम्रो जिम्मेवारी चाहिँ पेट्रोल जस्तै सकियो। जिम्मेवारी सकिएको छैन, म यति खुसी छु कि भन्छ भने तिमीलाई बोकेर पेट्रोल पम्पसम्म पुर्याउँछु। सो स्वीट अफ यु। तर तिमीले मलाई बोकेर लैजान सक्छौ त? एकछिन रेस्ट गरौँ अनि हेर्छु सक्छु कि सक्दिन। बोकेर लैजान्छु भन्यो, रेडी छौ नि? नभन्नु थियो भनिहाले, बोक्नु त परिहाल्यो नि। कति भारी भएको तिमी, लास्टिक गाह्रो भयो, डाइटिङ सुरु गर्नुपर्छ छ। बल्ल ठिक पर्यो, अघि मैले बाइक घचेट्दा कति गाह्रो थियो, अब तिम्रो पालो। हिरो बनेर बोक्छु भनिहाले, तर अब त रेस्क्यु टिम खोज्नु पर्छ जस्तो छ। उफ, हिरो बन्ने सपना थियो, भरिया बनेर सक्यो होइन त? मलाई त थ्रोनमा बसको क्वीन जस्तो फिल आइरहेको छ। गाइस फाइनली पेट्रोल पम्प आइपुग्यो, जर्नी अलमोस्ट सक्सेसफुल। दाइ 1.5 लिटर हालिदिनु है बोतलमा। हिरो बनेर हिँडेको मान्छे बोतल लिएर पेट्रोल लिन आएको छ। पैसा ए सानो प्रब्लम छ। के भयो फेरि? पेट्रोल सकिएको त थाहा थियो, तर वालेट पनि सकिएको रहेछ। ल आजको पेट्रोलमा हालिदिन्छु, तर याद राख इन्ट्रेस्ट सहित फिर्ता। आजकल वालेट भन्दा कन्फिडेन्स धेरै हुन्छ जस्तो छ। Subscribe Nepfun channel for part 3. Subscribe Nepfun channel for part 3. Subscribe Nepfun channel for part 3.